हवाई यात्रा टेम्पोररी प्रतिबन्ध गरिसकेपछि कतार र युएईले मलाई मेसेज गर्ने साथीहरूको संख्या एकदमै बढेको छ। अब यो कतार र युएईमा धेरै ट्रान्जिटहरू हुने कुवेतमा अहिले इरान र इजरायलको वारले गर्दा इरानले फेरि कतारमा मिसाइल हानिसकेपछि यो चिज सुरु भएको हो। र म तपाईँहरूलाई के भन्न चाहन्छु भने यो लङ टाइम चाहिँ रहँदैन एउटा कुरा। अर्को कुरा, जो एजेन्सी साथीहरू हुनुहुन्छ तपाईँले टिकट काट्नुहुन्छ, टिकट काटिसकेपछि तपाईँले पोकेमन नम्बर त राख्नुहुन्छ नै। यस्तो समस्या भएको समयमा एकचोटि कल गरेर जानकारी चाहिँ गराइदिनुहोस्, किनभने मान्छेलाई स्वाभाविक हो छुट्टीमा आएको हुन्छ, के होला कसो होला भनेर जानकारी लिनु स्वाभाविक हो। त्यही भएर तपाईँले जानकारी गराइदिनुहोस्। जबसम्म व्यक्ति आफ्नो डेस्टिनेसनसम्म पुग्दैन तबसम्म त्यो तपाईँको दायित्व हो, तपाईँले जानकारी गराउनुपर्छ। अब मसँग जति पनि साथीहरूले टिकट काट्नु भएको छ मैले सम्पूर्णलाई कल गरेर जानकारी गराइसकेको छु, है यस्तो छ है भनेर जानकारी गराइसकेको। तपाईँहरूले पनि गराइदिनुहोस्। त्यस्तो भयो भने सहज हुन्छ। यसको मतलब कसैले गर्नुभएको छैन भन्न खोजेको होइन, धेरैले नगरेको देखियो, त्यही भएर गर्नु होला, किनभने यो तपाईँको दायित्व है। जय नेपाल।